तपाईहरुलाई चाहिँ म आज राजा रानीको दरबार देखाउँछु। उकालो जानुपर्ने रहेछ, गलेर मरियो। हिँड्नु साह्रो पर्यो। राजाको दरबार अरे अहिले त छैन, भित्का सहित अलिअलि त्यो ढुङ्गाले बनाएकोहरू छ हौ, ढुङ्गाले बनाएको क्या। तर अहिले चाहिँ के छ भने नि त्यो रानी उडेर गएको जग्गाहरू छ हौ। रानी उडेर गएको भागेको नि त। ए भागेर भन्दा नि त उडेर जमाना है, अब ब्रिटिसको टाइमको उडेर चाहिँ भागेको, किनकि राजाले भूत खेलाउँथ्यो। त्यो सब ढुङ्गा भूतले बोकेर त्यो बनाएको क्या, दरबार बनाएको भूतले राजाले चाहिँ भूत खेलाउँथ्यो नि त। त्यही भएर चाहिँ सब त्यो मसान खेलाएर त्यो ढुङ्गा सब दरबारै ढुङ्गाको जग्गा छ। भनिदिनु त, सब त्यो दरबारै ढुङ्गाको थियो। अहिले सब त्यो भत्काएर वरिपरि यो गरेर त्यो बनाउँछ, देवल बारेर। राति त हिँड्दैन होला यो बाटो। यही रहेछ साथीहरू, सबै मासेको रहेछ। यिनीहरू रहेछ सबै, पुरानो रहेछ नि त किल्लाहरू सबै, ढुङ्गाहरू, वालहरू। गाइडमा हाम्रो गाइडले के भनिन्छ, के यो कुन चाहिँ खोला अरे? मूर्ति के रकियालेन सुनेको छैन? यहाँ रकियालेन यो चाहिँ कुमाई हो। तिनीहरू कुमाई स्टोरमा को छ? कुमाईको नम्बर 2 नम्बर हो। कोही छ कुमाईको काम गर्नेहरू? सुपारी त सानो रहेछ। सब सुपारीको खेती रहेछ साथी हो। परको सबै त्यो सुपारीको सबै खेती, सबै सुपारी हो यिनीहरू। गुवा परको चाहिँ भुटान। गाइज यो चाहिँ सामसिङ। अहिले चाहिँ हामी सामसिङमा छौँ। सामसिङको भ्यू पोइन्ट रहेछ यो चाहिँ। अन्त तिमीलाई कस्तो लाग्यो सामसिङको चाहिँ? रमाइलो रहेछ, शान्ति खालको। यो चाहिँ सामसिङको भ्यू पोइन्ट। क्यास त छैन, अनलाइन मात्रै हुन्छ नि। अनलाइनको जमानामा फेरि काँचो छैन नानी, यहाँ झालमुरी कुन यो तेलमा फ्राई गरेको। तपाईँ मुरी खाएर हेर्नु ल, किलो खानुहुन्छ कि नर्मल? हल्का ठिकै सौको चाहिँ हुँदैन। कतिवटा बनाइदिनु? त्यहाँबाट चाहिँ म चाहिँ यहाँ आन्टीको दोकानमा गएँ। अनलाइन देखेर के किनौँ भयो। आन्टीको सानो बिजनेस रहेछ, सबै पाउने तर यहाँ सबै चिसोमा चिसो, तातोमा तातो। सो दोकान हेरेँ, मैले एकछिन त्यहाँबाट मोमो खानु मन लाग्यो, तर खाइ एक राउन्ड घुमेर आएर त्यहाँबाट साथीको घरमा माछा पाल्नु रहेछ। माछा पाल्दै रहेछ साथीको बाबा आमाले। टक्क माछा हेऱ्यो। यो चाहिँ तपाईँको अर्ग्यानिक माछा त रहेछ, तर देख्दैन रहेछ क्यामेरामा। त्यो पप्पी रहेछ, हेरेर चाहिँ पुरा मनपर्छ कि। त्यहाँबाट चाहिँ पेट लभरै हो म पनि। कुकुर रहेछ, बच्चा जिस्काउँदै बस्यो। त्यहाँबाट छोटा डाइनोसर यसो हेरेको त ढुङ्गामा छोटा डाइनोसर बसिरहेको रहेछ। त्यहाँदेखि छोटा डाइनोसर एकछिन जिस्काएँ, भागेर। यो सानो डाइनोसर है, छेउमै क्यामेरा लाँदा पनि भागेर। मजाको देखेको छेउबाट, डरै लाग्दो। यसो छुको जस्तो गरेको थिएँ। र पनि यो चाहिँ कुच्चोको बोट हो साथी हो, अमृत भन्छ हाम्रोतिर यसलाई। जिउमा शरीरभरि कुच्चोको बोट हो यो चाहिँ गाईले खान्छ। मिठो साथीले भन्दै थियो फोटो खिच्छु भन्ने। कुच्चो भनेको चाहिँ अब तपाईँको के भन्छ, सफ्ट ब्रुम, झाडु भन्छ नि क्या। यो चाहिँ कुच्चो, अमृत भन्छ हाम्रोतिर चाहिँ कुच्चो। यो चाहिँ गाईले मजाले खान्छ। हाम्रोतिर गाई